दियामै खानुहोस् त म एउटा खान्छु तँ खा खाने दुईटै मैले त खाल्थेँ हुँ माथिबाट उतै गोर्न अनि उतै घाँस ल्याउँथेँ घाँस काट्ने बेला तिमीलाई पाकेर चाहिँ त्यही ल्याउँथेँ तै त सोचेर यहाँ कहीबाट ऐसेल ल्याइदिन्छस् कहीँबाट सोत्रा कहीँबाट तिमीलाई सबै ल्याइदिन खुवाउने पवज भएन छोराछोरी जन्माएर अरू 4 भएन टाढा टाढा छन् अब तै खुवाउने भइगयो अनि नसके पनि सबै मुख लगाइदिने तै त छ ल मेरो नातिहरू पनि छन् 5 भएन ल अलिकति तँ पनि खा खाने अब हामी त घुम्ने रिङ्ने मान्छे खाल्छौँ उयो पनि अहिले पो घर छोरा अब पहिला गरी बाहिर गऱ्यो ल ल यति खा त्यही त अहिले घर छोडेर त खुसी भइआउँछु अनि बाहिर विदेश गए कस्तो गरे आउँथेँ मन जाने थिएँ कसैले अनि अहिले सबै 5 भएन तैले थामे आउँछ सबैको माया तै माथि छरे आउँछ अरूले अरू टाढा भए पनि आउनुन् माटो आउनुन् अनि छोरो हिँड्छ कान्छ भनिकन अब अहिले त ढुक्क भइहाल्छु अरे म नसके हर्न नसके पनि घर सबै पुऱ्याइदिएको छौ छोरा बुहारीले नाच्न अनि खाइआउँछु बसिआउँछु अनि उठाउँछौ हराउँछौ त्यहाँदेखि कति के गर्दा हो र भन्ने त अझै पनि अब अझै कामकाज गर्ने टाइममा यो उमेरमा किन घरमा बसेका छौ विदेशतिर कमाउनु पर्छ यतिखेर त यहाँ बस्ने त अब 50 काटेपछि हो भन्छन् तर म त अब 16 वर्षको उमेरमा हो घर छोडेको बाहिर गऱ्यो अब जति कमाए पनि कमै हुने पैसाले कहिले पुरा हुन्न म त अब आमा बुवालाई सेवा गर्ने अब सेवा त्यति उ गर्न त कहाँ सकिँदो र हामीले आमा बुवाले छोराछोरीलाई गरे जस्तो त कहाँ गर्न सक्दैन त्यही पनि अलिकति सन्तुष्टि गराउने प्रयास गर्दैछु गरेको छ हामीले आमा बुवाले पनि कति उ गरे आएर खाने जो मन के खाने हो भने दिएका छौ छोरा बुहारीले अनि नाच्न दिनाले पनि केही मुख फर्कान्नन् जो भन उयो मान्नेछन् अनि छोरा बुहारीले पनि केही भनेको छैन त्यहाँदेखि कति सन्तुष्टि हुँदो र ज्याबाले पनि कति सन्तुष्टि पार्दा त्यही त हो अनि मलाई सन्तुष्टि छ अरे त मेरो सकी नसकी जो गरिकन भ्या भने मुखमा हालिदिएको छौ म बसी खाइआउँछु अनि मलाई यही खुसी छु म त्यही हो अब तपाईँलाई खुसी सक्दो खुसी गराउने म प्रयास गर्नेछु हुन्छ आमा म अहिले बजार जाने काम छ म बजार गइन्छु साँझ अलिक बेलैसित आइजानु आइन्छु साँझ त अब बजारमा घर भए पनि बजारमा खासै अब बस्ने मन लाग्दैन मलाई त आमा बुवा बस्यो अब पहिल्यैदेखिको बाबुबाजेको थलो यहीँ बस्ने अब अर्ग्यानिक खानाहरू खाने मन लाग्छ बेलैसित आइजानु अनि बुहारी पनि आइजले बेलैसित आइजानु हुन्छ जाऊ त अहिले म गइहाल्छु है हो साह्रै आउनु